guys, it's Mariam Khan. Welcome back to my new video. So आज चाहिँ हाम्रो घरतिर चाहिँ एउटा बिहा छ अनि मेरो सबै फ्यामिलीहरु चाहिँ त्यहाँ गएको छ अनि म चाहिँ आज गएन अनि यदि म गएको भए चाहिँ म यस्तो वाला मेकअप गर्थे भनेर मैले देखाउन लाग्यो अनि त्यो भन्दा पहिला चाहिँ मेरो स्किन चाहिँ एकदम डल भइसकेको छ पिम्पलहरु आछ यहाँ फेसमा पहिला चाहिँ म चाहिँ स्किनमा एउटा फेस मास्क लगाउँछु यो चाहिँ मुल्तानी मिट्टीको फेस मास्क हो यसमा चाहिँ मैले मुल्तानी मिट्टी अनि त्यसपछि अलिकति बेसार अनि सफा वाला पानी अनि त्यसपछि अब म हाल्छु यसमा टोनर मैले एउटा फरी पेजमा देखेको थिएँ फेस मास्कमा टोनर हाल्यो भने यस्तो ओपन पोर्सहरु चाहिँ बन्द हुन्छ भनेर यो सल चाहिँ मैले कहिले नि ओढ्थेन अनि त्यसपछि अहिले फेस मास्क लगाउँदा चाहिँ यो लाग्यो भने यो पेस्ट काई लाग्यो भने मलाई अरु सलहरु बिगाड्नु छैन त्यही भएर चाहिँ मैले यो सल ओढेको अहिले चाहिँ सो यो चाहिँ रेडी भयो यो चाहिँ अलिकति थिक पेस्ट हुनुपर्छ अब म चाहिँ यसलाई ब्रसले लगाउँछु अब म चाहिँ यहाँ ऐनामा हेरेर लगाउँछु देख्नुभयो यहाँ लागिसक्यो कि यो सलमा त्यही भएर मैले अरु सल नओढेको के यसलाई चाहिँ 10 मिनेट ड्राई हुन दिनुपर्छ यो चाहिँ सुकिसक्यो अब म चाहिँ अब दोहोऱ्याउँछु यसलाई सो गाइज मैले चाहिँ भर्खरै मुख दोहोऱ्याएँ अनि हजुरले देख्न सक्नुहुन्छ मेरो फेस अलिकति सफ्ट भछ अब चाहिँ म युज गर्छु यो टोनर फर्स्टमा त्यसपछि यो निभियाको मोइस्चराइजर यो चाहिँ मैले अलिकति मात्र युज गर्छु अनि मैले चाहिँ यो डाइरेक्ट यस्तो निधारमा चाहिँ युज गर्दिन किनकि मेरो चाहिँ पिम्पल आइहाल्छ यो अलिकति धेरै लाउने बित्तिकै मोइस्चराइजर अलिकति धेरै लाउने बित्तिकै अनि लास्टमा चाहिँ अलिकति हातमा रहेको चाहिँ यसरी फरहेडमा लगाउँछु मैले चाहिँ अनि अब म युज गर्छु फाउन्डेसन यो चाहिँ ओजीको फाउन्डेसन यो चाहिँ मेरो स्किनमा चाहिँ अलिकति डार्क हुन्छ त्यही भएर म यहाँ 1 पम्प चाहिँ यो यसको लिन्छु अनि त्यसपछि मसँग छ अर्को ब्लू हेभनको यसरी खोलेर यहाँ हाल्ने अलिकति यो चाहिँ ब्रस थियो अनि यहाँ माथिको चाहिँ छैन अहिले भाँचे थियो त्यही भएर मैले चाहिँ यो ब्लेन्ड गर्ने कुरा बनाइदिएँ यसलाई चाहिँ सो यसलाई चाहिँ राम्रोसँग ब्लेन्ड गर्ने फाउन्डेसन चाहिँ मैले यो ब्रसले युज गर्छु यो ब्रस युज गर्छु
स्क्रिनमा चाहिँ अलिकति लाइट देखेछ होला यो फाउन्डेसन, तर यहाँ रियलमा चाहिँ अलिकति ठिकै छ, मेरो स्किनलाई चाहिँ म्याच हुन्छ यो। डन फाउन्डेसन बेस चाहिँ मेरो रेडी भयो। सो मैले चाहिँ एउटा कुरा लाउन बिर्सेँ, त्यो हो प्राइमर। मैले चाहिँ जहिले पनि बिर्सिन्छु केही न केही लगाउन। सो आज चाहिँ मैले प्राइमर लगाउन बिर्सेँ। मेरो प्राइमर चाहिँ यो हो, इफ लगाएको भए चाहिँ यो प्राइमर। फाउन्डेसन पछि म लाउँछु ब्लस। यो चाहिँ पुरै भ्याइसकेको छ, अलिकति छ अब इन्डियनतिरै छ। फर्स्टमा चाहिँ मैले क्रिमवाला ब्लस लगाउँछु, यता बढी भयो सायद। सो मैले चाहिँ यो ब्लस चाहिँ यसले लगाउँछु। मेरो चाहिँ मेकअपमा चाहिँ सबैभन्दा फेभरेट चाहिँ ब्लस हो। किडा त्यसपछि म लगाउँछु यो कन्सिलर। under the eye, अनि यस्तो कर्नरमा अलिकति विङ्स देखिने टाइपले। त्यसपछि यहाँ भी बनाएर भी, त्यसपछि यहाँ पनि लगाउँछु। मेरो यति आँखाको भाग चाहिँ एकदमै डार्क छ, किनकि म राति सुत्दिनँ प्रपरली, त्यही भएर होला सायद। अनि दिस लाइक दिस अलिकति हाइलाइट पोइन्टमा, त्यसपछि चेनमा। त्यसपछि मेरो चाहिँ यहाँ पनि एकदमै यो मुखको आडोमा पनि एकदमै डार्क छ त्यहाँ। अनि मैले एउटा भिडियोमा देखेको थिएँ यस्तो नाकको यस्तोमा लगाउने भनेर। त्यसपछि आई युज दिस ब्लेन्डर, ब्युटी ब्लेन्डर। यसले चाहिँ सबै ब्लेन्ड गर्ने यो कन्सिलर। फर्स्टमा चाहिँ म यहाँबाट सुरु गर्छु, यताको भागबाट। यो चाहिँ एकदमै स्मुथ तरिकाले ब्लेन्ड हुन्छ यो चाहिँ। सो मैले चाहिँ कन्सिलर पनि पुरै ब्लेन्ड गरेँ। त्यसपछि मैले युज गर्छु यो पाउडर, म्याकको पाउडर। यो चाहिँ मेरो अलमोस्ट भइसक्यो, अब अलिकति छ, देखेको पनि छैन होला सायद, यति मात्र छ। अब यो पनि नयाँ किन्नुपर्ने भएछ। सो फर्स्टमा चाहिँ आँखाको तल, त्यसपछि अलिकति फरहेडमा। मेरो चाहिँ यहाँ अनि यहाँ एकदमै ओइली हुन्छ,
सो मैले चाहिँ यति छोडिदिन्छु यो चाहिँ एकछिन। पहिला आई स्याडो लगाउने बेलासम्म मसँग छ यो वाला आई स्याडो प्यालेट। मैले चाहिँ यसमा यो अनि यो युज गर्छु तीनटा। सुरुमा चाहिँ बेसको लागि चाहिँ मैले यो न्युड वाला युज गर्छु अनि त्यसपछि यस्तो कर्नरमा चाहिँ यो डार्क ब्राउन लगाउँछु। डार्क ब्राउन यसरी हाफ गर्ने यता यता लगाउने अनि त्यसपछि यो छ हाइलाइटर ब्राउन कलरको गोल्डन कलरको अनि त्यो चाहिँ यता आँखाको यताको साइडमा लगाउँछु। अब म चाहिँ त्यो देखाउँछु हजुरहरूलाई। मैले चाहिँ यो सबै हातले लगाउँछु, मलाई ब्रसले लगायो भने अलिकति मन पर्दैन। सो बेसको लागि चाहिँ मैले यो युज गर्छु, यो न्युड देखेको पनि छैन होला। म चाहिँ फुल बेसमा चाहिँ यो लगाउँछु फर्स्टमा। Can you see the difference? त्यसपछि डार्क ब्राउन चाहिँ यतापट्टिको साइडमा यसरी डिभाइड गरेर 2 पार्टमा डिभाइड हुन्छ यो चाहिँ यसरी। अनि यो चाहिँ यतापट्टिको साइडको कर्नरमा लगाउने यसरी। यताको साइडमा पनि 2टा पार्ट गरेर सो यो चाहिँ भयो। अब यसलाई चाहिँ ब्लेन्ड गर्नको लागि चाहिँ न्युड सेट लिने, न्युड सेटले चाहिँ ब्लेन्ड गर्ने यसलाई यसरी। लुक हेर्नुहोस्। अनि त्यसपछि यो ग्लिटर लिने, ग्लिटर यो चाहिँ यता नलगाउने, यताको साइडमा चाहिँ नलगाउने, यताको साइडमा लगाउने यसरी। यो चाहिँ भयो। अनि मैले चाहिँ लास्टमा के गर्छु भने अघिको ब्लसवाला ब्रसले यसरी गरिदिन्छु एकचोटि। अब त्यसपछि चाहिँ सेम ब्रसले यो सबै पाउडरहरूलाई चाहिँ निकालिदिने, एक्स्ट्रा पाउडरहरूलाई निकालिदिने। अघि चाहिँ मैले क्रिम ब्लस लाएको थिएँ, म पाउडर ब्लस लाउँछु। म चाहिँ यो वाला सेट लगाउँछु। सो आई नो यो बच्चाको भनेर, तर मलाई चाहिँ एकदमै मनपर्छ यो वाला सेट। त्यसपछि चाहिँ म युज गर्छु मस्कारा। कहाँ गयो? मैले चाहिँ मस्कारा पाएँ। मैले चाहिँ यो वाला युज गर्छु मस्कारा। यो चाहिँ मेरो फेभरेट मस्कारा हो। सो या
मेरो चाहिँ यताको आँखा सानो पनि छ अनि ल्यासेस पनि यसको यताको साइडको सानो छ यताको भन्दा, त्यही भएर अलिकति गाह्रो हुन्छ मलाई चाहिँ। माथि लागिहाल्यो अनि त्यसपछि मैले चाहिँ तल पनि लाउँछु, तलको ल्यासेसमा। इट्स डन। लिपस्टिकको पाली लगाएको फाउन्डेसनहरू सब निकाल्नु पऱ्यो। मैले यो सल कमसेकम 100 चोटि भन्दा नि बढी मिलाइसक्यो होला कि। सो अब लिप लाइनरमा चाहिँ मैले यो वाला युज गर्छु। मैले चाहिँ लिप लाइनर लगाएँ। अब चाहिँ मैले यो वाला लिपस्टिक युज गर्छु। डट डट मैले चाहिँ लिपस्टिक लगाइसकेपछि पनि एकचोटि फेरि लिप लाइनर लगाउँछु। इट्स डन। अब यसलाई चाहिँ अब यो इनरलाई चाहिँ यसले यो सुकेपछि चाहिँ राम्रोसँगै जान्छ, चाँडै नै जान्छ। मेकअप इज डन। अब चाहिँ म क्विकली कपडा चेन्ज गर्छु। सो गाइज म चाहिँ फुल्ली रेडी भइसकेँ। चाहिँ मेरो मम्मीको कुर्ता हो, मेरो चाहिँ उता मामाको घरमा छ। सो या अब म चाहिँ ट्रान्जेक्सनवाला भिडियो बनाउँछु। सो आजको लागि चाहिँ यति नै। चुडी, एउटा चुडी टाइट रहेछ कि यो अलिकति, मेरो हात ठुलो भएको कि चुडी सानो। थ्याङ्क यू सो मच फर वाचिङ। अनि मैले अब त्यहाँ रिलहरू पनि हाल्छु, सर्ट्सहरू पनि हाल्छु ट्रान्जेक्सनवाला, त्यो पनि लाइक गरिदिनु होला। अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। रेड हार्ट कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।